जय मसी सबैजनालाई। अहिले चाहिँ म गैरीबासमा छु। गैरीबासको हाई स्कुलदेखि चाहिँ ओह्रालो हामी जाँदैछौँ। भिडियो हेर्नुहोस् है अन्तिमसम्म। आयो यहीँ के ओह्रालो पो हिँड्नु पर्दो रहेछ त हौ यहाँ त है। हामी चाहिँ यहाँनिर हाम्रो मण्डलीको बाजेको फ्युनेरलमा आएको नि त कि, अन्त फर्स्ट टाइम आएको यो बाटोहरू। हामी यहाँ ओह्रालो झर्दैछौँ। कता कता पसी पठाएर कसको घरमा पसेछ मान्छे त्यहाँ थुप्रिरहेको रहेछ, त्यहाँतिर पसी पठायो। जग्गाको नाम चाहिँ के भन्छ हौ यसलाई चाहिँ खास चाहिँ हामीलाई पनि थाहा भएन जग्गाको नाम चाहिँ के हो। असला पनि थाहा छैन। नयाँ जग्गा नयाँ ठाउँ। गर्नको लागि येशूको रगत चाहिँ प्रशस्त मात्रामा छ। तपाईं मैले गरेको अधर्म पापहरूबाट शुद्ध पवित्र छुटकारा गराउनको लागि येशू प्रभु आउनुभयो। अनि त्यति मात्र होइन, तपाईँ अनि मलाई अनन्त जीवन, जसलाई हामी स्वर्गीय स्थान पनि भनिकन भन्छौँ। अनि हामी विश्वासीहरू मृत्युको समयमा पनि आनन्दित जस्तो देखिन्छ। गिटार बजाइराखेको छ, गीत गाइराखेको छ। कतिजनाको लागि सायद हामी कतिजनाको लागि नौलो, कतिजनाको लागि अप्ठ्यारो, कस्तो हो यो खुसी जस्तो पनि देखिन्छ। तर हामी यो आशामा छौँ, किनभने यो शरीरको मृत्यु चाहिँ हाम्रो अन्त होइन। यो शरीरको मृत्यु चाहिँ हामीलाई रच्नुहुने, सृष्टि गर्नुहुने, ईश्वरसँग मिलाप हुने एउटा बाटो मात्र हो। केही समयको लागि मात्र हामी हाम्रो प्रियलाई बिदा दिइराखेका छौँ। अनि तेस्रो कुरा हामी हेर्दै थियौँ, अब त्यो कष्टमा पर्ने मानिसले यसो भनिराखेको छ, म त कष्टमा परिराखेको छु, तर तल जानुहोस् त, मेरो परिवारका प्रियजनहरू छ, उनीहरूलाई पनि भनिदिनुहोस् कष्टमा नपरोस् भनेर भनेको छ। अनि त्यति बेला सुखमा बसेको मानिसका त्यहाँ भएका व्यक्तिले यसो भन्छ, उनीहरूको लागि व्यवस्था छँदैछ, उनीहरूले त्यो कुरोलाई सिकोस् अनि यो कष्टबाट बाँचेको होस्। तेस्रो कुरो चाहिँ हामीले याद गर्नुपर्ने कुराहरू चाहिँ मृत्यु पछाडि हामीले निर्णय होइन, तर हाम्रो शरीरमा जीवित रहँदा नै हामीले हाम्रो बाटो निश्चय गरिहाल्नु पर्यो। अर्को भाषामा भन्नु हो भनेदेखि मृत्यु छँदा नै हामीले मृत्युभन्दा अगाडि शरीरमा रहँदा नै बैतरनी चाहिँ तर्ने कुराहरू निश्चयता गरिहाल्नु पर्यो। मृत्यु पछाडि हाम्रो आत्मालाई हामीले जति नै गरे पनि प्रियहरू, हामी ख्रीष्ट विश्वास अनुसार यीशु प्रभु चाहिँ तपाईँ अनि मेरो लागि मृत्युबाट विजय भएको कारणले गर्दाखेरि, अब उहाँमा विश्वास गरेको कारणले गर्दाखेरि, म शरीरमा भएको कारणले म ढुक्कपनामा छु। मेरो मृत्यु पछाडि अब मेरो आत्मा चाहिँ ईश्वरसँग सदा सर्वदाको लागि राखिराखेको हुँदछ। तेस्रो कुरो यहाँबाट सिक्नुपर्ने कुराहरू चाहिँ हामी जीवित रहँदा नै तपाईँ अनि मैले सही बाटो निर्णय गरिहाल्नु पर्यो। आज धेरैजना यहाँनिर बुवालाई श्रद्धा टक्राउन आउनु भएको छ। अनि धेरैजना तपाईँहरू यहाँ हामी हेऱ्यौँ भनेदेखि धेरैजनाले फोन लगाइकन बाटोहरू सोधे, कहाँनिर हो, कता हो, घर कहाँ पर्छ, कुन बाटो झर्नुपर्ने, कसो झर्नुपर्ने। अनि यदि कसैले तपाईँहरूलाई गलत बाटो बताइदिनु भएको भए सायद तपाईँ हामी बुवालाई श्रद्धा टक्राउन आइपुग्ने थिएनौँ होला। तर तपाईँ हामी यसकारण कति भुलिएको जग्गामा बाटो सही बताइदिए। यसै कारण तपाईँ हामी बाटो भुल्ले तापनि, नचिने तापनि, फोन गर्दै भए पनि व्यक्तिले सही बाटो देखाइदिएको कारणले तपाईँ अनि म सही स्थानमा आएका छौँ। यसै कारण येशू प्रभुले भन्नुभयो, बाटो सत्य अनि जीवनमय हुँ, म बाहेक कोही पनि परमेश्वर सृष्टिकर्ता कहाँ पुग्न सकिँदैन। येशू प्रभु तपाईँ अनि मलाई बाटो देखाउनलाई आउनुभयो। अनि यो चाहिँ तपाईँ अनि म जीवित रहँदा नै, जब हामी जीवन छ, हाम्रो शरीरमा छौँ, तब नै तपाईँ अनि मैले निश्चयता गरिहाल्नु पर्यो। बुवाले यस संसारमा रहँदा नै प्रभु येशू ख्रीष्टलाई चिने, ग्रहण गरे, पानीद्वारा बप्तिस्मा लिए, येशूको पछाडि हिँडे। अनि हामी यो विश्वासको साथमा अब उहाँले आफ्नो आत्मिक यात्राको पनि निश्चयता गरिसकेको थियो। हामी यहाँनिर जतिजना पनि प्रियहरू बुवालाई श्रद्धा दिनलाई आएका छौँ, तीनवटा कुरोलाई हामी याद गरिकन यहाँबाट जाउँ। पहिलो कुरो, मृत्यु हामी सबैको भाग हो। एक दिन म पनि के भयो? हिँड्नु निकै साह्रो पऱ्यो पास्टर नेमालाई।
मृत्यु